हे गाइज आज मम्मी र म चाहिँ हिँडेको माथितिर काम गर्नलाई। माथि हिँडेको मम्मी र म चाहिँ फाइनल माथि आएँ। यो चाहिँ लक्की हो। त्यसपछि म भित्र गएर कोदो लिएँ र कोदो सुकाइदिएँ र मम्मी र म चाहिँ हिँड्यौँ र बसेर एकछिन पानी खायौँ। मैले पनि पानी खाएँ। त्यसपछि मम्मी र म चाहिँ गफ गर्दै गर्दै अस्तिको कोदोको नल काट्दै गरेको है। यस्तो रमाइलो भएको थियो कि गफ गर्दै गर्दै काट्न त। त्यसपछि हामीले कोदोको नली सबै काटेर सक्यौँ। त्यसपछि हामी चाहिँ चोक हिँडेको मल लिन। चोक हिँडेको म चोक पनि आइसकेँ र चोकको पसलमा मल आन्टीले जोख दिनुभयो। आन्टीले जोख दिइसकेपछि मम्मीले चाहिँ पैसा दिनुभयो र म चाहिँ मल बोकेर स्कुटरमा हालेर मम्मी र म चाहिँ हिँड्यौँ। त मल यहीँ राखेर मैले चाहिँ स्कुटरमा घाँस हालेँ र मम्मी चाहिँ बोकेर आउनुभयो। म घर पनि आएँ एन्ड बाई।